छोरी मेरो नाति क्यानाडा छ बोल्नु पाउनु पर्छ सबै बिगारेर के पाउँछ काम नगर्ने त्यो फुर्ती गर्ने जलाएको मारेको देश हुन्छ म नि काम नगरेर फट्ट गरेर मारे हुन्छ मलाई नि के कसो हुन्छ सबै मान्छे हो नेपालमा उसको उसले बनेको देश होइन उसले बाजे पुर्खा भगवानको पालदिन नेपाल खर्सनी उहिले त मान्छेहरू मार्यो भने कस्तो भन्थ्यो अहिले त चोरै चोर फट्ट लगार्नु पर्छ भनेपछि तपाईँले यो जेएनजी आन्दोलन गरेको ठिकै हो जस्तो लागिरहेको ठिकै न नि फेसबुकै हेर्नु न मेरो छोरा विदेश छ नाति विदेश क्यानाडा पढ्दैछ फेसबुक हेर्नु नपाउँदा मेरो नातिको अनुहार पनि देख्नु भएन 80 वर्ष भइसक्यो हरेक किसिम गरेर त के भयो सबै मान्छे होइन जनताले बनेको होइन राजतन्त्रमा बरु राम्रै थियो राज्यको अधिकारमा बस्थ्यो कसैले केही भन्नु नपाउँथ्यो अहिले तँ जित्ने नि म जित्ने गाउँमै ठिट्टा म हो भनेर पार्टी भनेर हेप्ने दैलोमा कुलो काट्नु आउने त्यस्ता फट्टा चोरहरूको हातै भात दिनुपर्छ आर्मी सञ्चालन गरेर आर्मी भई चैनमा बस्यो नि हामी ठिक छ आर्मी नभई सबै मार्थ्यो पुलिस पनि फट्टै हुन्छ नि मान्छेको छोरा मार्दा त्यसले हिर्काउनु पाउँछ लुट्ने मुङ्गाले हाने त ठिकै छ बन्दुक हान्ने त्यसको अधिकार चाहिँ के छ सबै मान्छे होइन सबै मलाई त्यो घर पनि चलाउन मेरो आज यदि म फट्ट भयो भने सबै बाँध्नु पर्छ देश चलाउनु पर्छ हाम्रो सोलखुम्बु भन्ने त झन् हिमालको फेद पुरुनी मर्चोको काग महादेवको काग हो ठुलो त चाहिन् सानो चाहिँ आइन् कस्तो लाग्छ नि